यतिकै घुम्दै घुम्दै आइपुगेको थिएँ अनि साथीभाइहरू पनि धेरैजना देखिरहेको छु। मुखमा यति धेरै पानी लागिरहेको छ, बोल्न पनि कस्तो अप्ठ्यारो भइरहेको छ। घुम्दै घुम्दै आज रमाइलो गर्नु पर्यो न्यु इयरमा। सधैँभरि कामको लागि प्रेसर। मेरो साथीहरू थियो, साथीहरू कता गयो? वीरेन्द्र पनि छ, वीरेन्द्र कुमार शाह युवा नेता हाम्रो कहाँ छ। त्यसै गरेर हाम्रो एकजना अधिकृत साथी छ प्रकाश भण्डारी, म उसलाई पनि बोलाउन चाहन्छु। सबैजना सुनपर्सी। अब हामी चाहिँ जहाँ भए पनि, जहिले टाढा भए पनि, आफ्नो काममा व्यस्त भए पनि यो ठाउँलाई, यो ठाउँबाट उब्जिएको, यो ठाउँबाट बढेको भएको कारणले गर्दाखेरि चाहिँ यो ठाउँ त सधैँभरि माया लागिरहेको छ। र जति टाढा भए पनि सुनपर्सी मेला जुन वैशाख 1 गते लाग्छ, त्यसलाई सम्झिएर मनदेखि नै आफूलाई आउन मन लाग्छ र इच्छा लाग्छ। र मिलन दाइलाई म थ्याङ्क यू भन्न चाहन्छु। विगत लामो समयदेखि निरन्तर यस ठाउँमा चाहिँ न्यु इयरको कार्यक्रम गरिराख्नु भएको छ र आफूले जसरी एफोर्ट गरेर कति मेहनत हुन्छ, कति कठिनाइ हुन्छ एउटा कार्यक्रम गर्नको लागि, एउटा मान्छेहरूलाई म्यानेज गर्नको लागि, त्यो सबै कुरा म्यानेज गरेर निरन्तर काम गरिराख्नु या निरन्तर कार्यक्रम गरिराख्नु पनि एउटा उपलब्धि हो। सो सबैजनाले ताली बजाइदिनु होला हाम्रो मिलन दाइको लागि। यो एउटा राम्रो पक्ष तपाईहरुको ठाउँमा, यो एउटा सुनपर्सीमा जहाँ मेला लाग्छ, जहाँ सुनपर्सी महाराज स्थान हुनुहुन्छ, जहाँ हामी पुज्छौँ, जहाँ भगवान हुनुहुन्छ, हाम्रो आस्था छ, हाम्रो आस्थासँग जोडिएको छ, त्यस्तो ठाउँमा एउटा नयाँ वर्षलाई एउटा उल्लासका साथ र एउटा मनोरञ्जनका साथ सुरुवात गर्नको लागि उहाँले जुन प्रेरणादायी गरिरहनु भएको छ, उहाँलाई थ्याङ्क यू भन्न चाहन्छु। र यो स्टेज दिनुभएको लागि थ्याङ्क यू। र डी ग्यालेक्सीको मलाई जहाँसम्म थाहा छ आजभन्दा 8-10 वर्ष अगाडिदेखि म जोडिरहेको छु उहाँहरूसँग। धेरैवटा कार्यक्रम पनि हिँडेँ। विजय भाइ हुनुहुन्छ, धेरैजना भाइहरू हुनुहुन्छ, उहाँहरूसँग म एकदमै राम्रो इन्टरेक्ट भइरहेको छ। र उहाँहरूले निरन्तर यो ठाउँमा आएर आफूलाई चाहिँ प्रस्तुत गरिरहनु भएको छ। तपाईँहरू धेरैजना चिन्नुहुन्छ, यहाँदेखि बाहिरदेखि हुनुहुन्छ। मेरो साथीहरू कहाँ गए? सायद नयाँ वर्ष लागेला ढाई साइज खेल्न गयो होला केटाहरू, होइन? म मात्रै आइपुगेँ। र सबैजनालाई एडभान्समा ह्याप्पी न्यु इयर भन्न गइरहेको छु। र तपाईँहरूको यो नयाँ वर्ष चाहिँ नयाँ उमङ्गका साथ र एउटा नयाँ आयामका साथ तपाईँहरूले सोचेका सम्पूर्ण कुराहरू चाहिँ सफल हुन्, तपाईँहरूले चिताएका हरेक कुराहरू चाहिँ पुरा हुन्। मतलब राम्रा कुराहरू चाहिँ नराम्रा कुराहरू चाहिँ पुरा नहुन्, होइन? राम्रा कुराहरू चाहिँ तपाईँहरूले चिताएको सम्पूर्ण कुराहरू पुरा हुन् र तपाईँहरूको उज्जवल भविष्य होस्। सुनपर्सी महाराज स्थानले सबैजनाको कल्याण गर्नु भन्दै ह्याप्पी न्यु इयर सबैजनालाई। र स्टेज दिनुभयो मिलन दाइलाई धेरै धेरै धन्यवाद। एउटा यस्तो पात्र हुनुहुन्छ सुनपर्सीले जन्माएको, जो कलाको, संस्कृतिको, संस्कारको चाहिँ एकदमै प्रेरणा हुनुहुन्छ। र उहाँभित्र त्यो जुन क्षमता लुकेको छ, जुन क्षमता छ, धेरै सङ्घर्ष छ दाइको जिन्दगीको। त्यो एउटा सङ्घर्षको कथा सुनाउने भनेदेखि नै आँखाबाट आँसु आउन सक्छ। त्यो सङ्घर्षलाई चिर्दै यहाँसम्म आउनु भएको छ र यहाँसम्म आएर निरन्तर यहाँ अघि नाचिरहेको देखिरहेको थिएँ। 70-80 किलोको हुनुहुन्छ, नाचिरहनु भएको छ, सबैजनालाई मनोरञ्जन दिइरहनु भएको छ। एउटा पीडाभित्र हामीले एउटा प्रेरणा लिन सक्छौँ। हामी आफ्नो जिन्दगीमा चाहिँ हामी कति धेरै स्ट्रगल गरिरहेका छौँ जस्तो हामीलाई फिल हुन्छ, तर उहाँसँग एउटा प्रेरणा लिन सकिन्छ। उहाँको एउटा जिन्दगीको कथा सुनेर चाहिँ हामीले प्रेरणा लिएर चाहिँ जिन्दगीमा अगाडि बढ्न सकिन्छ कि जिन्दगी सधैँभरि सजिलो छ, त्यसलाई सहज तरिकाले जिउन जरुरी छ भनेर चाहिँ मिलन दाइसँग लिन सकिन्छ। त्यो एउटा प्रेरणा मलाई पनि आउँछ उहाँको बारेमा जब सोध्छु, उहाँको लाइफको त्यो उतार चढावको बारेमा सोध्छु। र उहाँले चाहिँ आफूभित्र भएको जुन क्षमता छ, आफूभित्र भएको जुन कुरा छ,